भेदक र भेद्य। नेपाली व्याकरणमा भेदक र भेद्य भनेका कस्ता शब्द हुन्? आउनुहोस् त्यसको बारेमा बुझौँ। सुरुमा हामी भेदक भनेको के हो त्यसको बारेमा कुरा गरौँ। को काकी, रो रारी, नो नानी यी षष्ठी विभक्ति हुन्। यी षष्ठी विभक्ति लागेका शब्दहरू विशेषण हुन्छन् र त्यस्ता विशेषणलाई नै भेदक भनिन्छ। जस्तै ऊ प्लस को उसको, म प्लस रा मेरा, आफू प्लस नो आफ्नो, श्याम प्लस का श्यामका। अब भेद्य भनेका कस्ता शब्द हुन् त्यो विषयमा कुरा गरौँ। भेदकले जुन नामपदको विशेषता बुझाउँछ त्यो नामपद नै भेद्य हो। भेदक अगाडि आउँछ र भेद्य पछाडि आउँछ। भेदक विशेषण हो भने भेद्य नाम हो। जस्तै मेरो घर, आफ्ना मान्छे, श्यामकी आमा, पारीको गाउँ। यहाँ घर, मान्छे, आमा, गाउँ भेद्य हुन् भने यी शब्दहरूको अगाडि आएका षष्ठी विभक्ति लागेका शब्दहरू भेदक हुन्। साथीहरू, अब तपाईहरूले के सम्झिनु पर्यो भने षष्ठी विभक्ति लागेका शब्दहरू भेदक हुन् र तिनका पछाडि आएका नाम शब्दहरू भेद्य हुन्। साथीहरू, हरिका छोरीहरू असल छन्। यस वाक्यमा भेदक र भेद्य छुट्याउनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।